चौतारी यो यस्तो गाउँ हो जहाँ चौतारी गाउँमा बसोबास गर्ने हरेक व्यक्तिको बालापन दुःख सुख यही बितेको छ। जहाँ बसोबास गर्ने हरेक व्यक्तिहरू चौतारीमा भेला भएर आफ्नो व्यथा पुग्ने, यही चौतारीमा बाल बच्चाहरू खेल्ने कुद्ने गर्दछन्। बाटोमा त्यस्तो गाह्रोतिर केही त भएन होला नि केही नै भएन अब त्यस्तो केही गाह्रो भएन बरु आरामै सन्चो बिसन्चो के छ अबहरूको एकदम सजिलो जा भित्र गएर बस्दै गर म आउँछु एकछिनमा ल कान्छी पानी ल्याऊ त। भित्रै से किनार नानी मकै पनि गोड्न थियो, घाँस पनि काटेर ल्याउँ कि भनेर बाटुलीलाई बोलाउन आएको। ए बाटुली यहाँ बाहिर आइज त। हजुर बुवा। उता बिमला नानी आइछन्, घाँस पनि काटेर आइजे, मकै नि गोड्न छ, गोडेर आइजे। ए नानी पनि आएको रहेछ। के काम ल्याएछ नानी? त्यही साइले दाइको घर तल मकै गोड्न थियो काके, त्यही जान आएको। भयो पानी हजुर बिमला तन पानी खान्छ र पर्दैन काके पर्दैन। ल बुवाहरू जान्छन्। ल काका काकी हामी पनि गयौँ है। ल चाँडै गर है। बाटुली बाटुली काका काका बाटुली मकै गोड्न धली जाम त। के भयो फेरि त्यसलाई? के भयो फेरि?
पहिला घरको साइली आमाले बाटो काट्यो तिमीहरूले बाटो ल, क्या भाइ, ल। जानु ल, के भयो? ल, उठा। ल, साइला काट माल। उठा, छिटो। ल, राख। ए गुरु, यहाँ हेरिदिन पर्यो। नानीलाई के भयो? एक्काइसी घडी ए मैले बुझिसकेँ भनेपछि तिमीहरू मसँग म बाटी आऊ, चिन्ता मार्नु पर्दैन, म ठिक गरिदिन्छु। केही भएन, सानोतिनो हावाले मात्रै छोएको, आत्तिनु पर्दैन, तिमीहरू म बाटी आऊ, केही हुन्न। ल एकछिन यसो साइड हटिदियो त सबैजना, साइड हटिदियो। तैँले छोडिदिने यसलाई? छोडिदिनुहोस्। नानी अलिक बिसेको भयो होला नि। रुक है, म यहाँ पानी फुलिदिन्छु, यो खाऊ त अनि सन्चो हुन्छ है। ल यो खाऊ त। ल अब यति भएपछि केही पिर मार्नु पर्दैन, घर लगेर आराम गराउनु, त्यसपछि ठिक हुन्छ। अझै भएन भने म माथि ल्याउनु। ए आइसिनहरू, घरतिर।